नमस्ते, म रामप्रिया तपाईको माझमा यो गेटअपमा आज डान्स गरिरहेको छु। सबै साथीहरू, सबै फेसबुकका साथीहरूले लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। सम्पूर्ण मित्रहरूलाई डान्स त आउँदैन खासै, त्यो पनि तपाईको माया ममताले खिचेर ल्यायो। कलिकतामा आएको यस्तो डान्स गर्नु पर्यो भनेर तपाईँको साथमा आएको छु। मन पराइदिनु होला, लाइक गरिदिनु होला। सम्पूर्ण साथीहरूलाई रिक्वेस्ट गरिरहेको छु। जस्तो भए पनि आफ्नो कोसिस हो है। लामो समयको अन्तरालपछि तपाईँको माझमा खुद आफ्नो भोइसमा बोलिरहेको छु, कुरा गरिरहेको छु। तपाईँ फेसबुक साथीहरूको मायाले चाहिँ बनाइन्छ भिडियो। सम्पूर्ण साथीहरूलाई आई मिस यू, आई लभ यू भन्न चाहन्छु। जति पनि फेसबुकमा मलाई राम्रो मान्नु हुनुहुन्छ, मेरो भिडियोलाई मन पराइदिनुहुन्छ, उहाँ सम्पूर्णलाई नमस्कार हृदयदेखि। आई मिस यू, थ्याङ्क यू भेरी मच। जो मलाई लाइक कमेन्ट गर्नुहुन्छ मेरो भिडियोमा, सम्पूर्णलाई सो भेरी मच भन्न चाहन्छु हृदयदेखि। म रामप्रिया यो गेटअपमा पहिलोचोटि यो गेटअपमा चाहिँ भिडियो बनाएको छु। कस्तो छ हेर्नु होला। तपाईँ हेरेर आएको छु। अनि पोइन्ट चाहिँ एकदम धेरै लामो छ कि एकदम धेरै छ कि यो एकदम नयाँ स्टाइलको चाहिँ हो। अलिकता नयाँ लुक्स पनि देखाउँ कि तपाईँको सामने भनेर चाहिँ हल्का इन्टरटेनमेन्ट गर्नुको तपाईँको माझमा आएको छु। सम्पूर्ण साथीहरूले मन पराइदिनु होला, लाइक गरिदिनु होला भन्न चाहन्छु। मलाई थाहा छ सबै साथीहरूले मेरो भिडियो एकदमै मन पराउनुहुन्छ, लाइक गर्नुहुन्छ धेरै। मलाई साथीहरूको केटा साथी केटी साथीहरूको धेरै कमेन्ट आइरहेको छ। धेरै तपाईँको भिडियो एकदमै राम्रो छ भन्नुहुन्छ। उहाँहरूलाई पनि दिलदेखि नै एकदमै नमस्कार भन्न चाहन्छु। थ्याङ्क यू सो भेरी मच भन्न चाहन्छु हृदयदेखि। मन पराइदिनु आउनुहोस्, तपाईँसँग नै राम्रो गर्नेछु, इन्टरटेनमेन्ट गर्नेछु लाइफमा। तपाईँको माया ममता, तपाईँको साथ सपोर्टको जरुरत छ, एकदमै हुनुपर्छ है त साथीहरू। अनि कस्तो छ तपाईँहरू सबै सन्चै आरामै हुनुहुन्छ भन्ने आशा लिएको छु। सम्पूर्ण मेरो फेसबुक साथीहरू सबै सकुशल हुन्, आरामै रहन्, सबैको जीवन एकदमै ह्याप्पी रहोस्, खुसी भइरहोस् होइन। यही नै मेरो लागि एकदमै कामना छ, दुआ छ। तपाईँहरू साथीहरूको लागि आज यतिसम्म भिडियो बनाउन पुगेँ होइन, यतिसम्म गरेँ। जस्तो भए पनि, सानो भए पनि, तर मलाई मेरो लागि त धेरै माया ममता, धेरै लाइक कमेन्ट होइन गरे जस्तो होइन लाग्यो होइन। सबै साथीहरूले मेरो भिडियो हेर्नुहुन्छ, तर होइन मलाई लाइक कमेन्ट चाहिँदैन। तपाईँहरूको साथीहरूले मलाई नबिर्से पुग्छ होइन। मेरो लाइक कमेन्ट मलाई चाहिँदैन, नबिर्से पुग्छ, सम्झिँदै पुग्छ। राम्रो भयो भने तपाईँहरूको आशीर्वाद, तपाईँहरूको माया भए पुग्छ। यही नै मेरो लागि दुआ छ। मेरो साथीहरूको लागि इन्टरटेनमेन्ट गराउँछु, उहाँलाई हँसाउँछु। त्यही नै मेरो लागि एउटा दुआ आशीर्वाद हो। तपाईँको खुसी, तपाईँको चेहरामा खुसी ल्याउने म एक्टिङ गरेर भए पनि, जस्तो गरेर पनि तपाईँको मुहारमा हाँसो ल्याउन चाहन्छु। बस यति नै इन्टरटेनमेन्ट हो, अरू केही पनि होइन। नमस्ते, जय नेपाल।